ओह दौडा दौड छ हत्तेरीका दौडा दौड छ के को दौडा दौड थाहा छैन यो मारामार दौडा दौड के गर्ने सरकारले यस्तो दौडाएको छ कि सँगसँगै ताली मिलाउनलाई सधैँ नै हेर्नुहोस् त ओहो 100 माइल 150 माइलको गतिले दगुरेको रेललाई 30 किलोमिटरको चाहिँ नि त्यो छुकछुके मेरो जनकपुरको रेलले चाहिँ नि भ्याउन सक्छ सक्दैन पछि त्यही पाराको कम्तीमा झन्डा हल्लाउने अवस्थाको चाहिँ नि गति त हुनु पर्यो नि त्यही गति हो गति भनेको दुर्गति विमति विगति त्यो होइन स्पिड हेर्नुहोस् त कति स्पिडले काम गरेर सरकारले बाफ रे बा ल हेर्नुहोस् विदेशीको नागरिकता विदेशमा बस्ने नेपालीको नागरिकता खारेज 1600 मान्छेको जागिर चेट 1400-1500 मान्छेको जागिर खुल्ला संवैधानिक परिषद त्यसपछि तपाईँको हेर्नु अध्यादेश हुकुमबासी सुकुमबासी कस्तो गति हो आहा आइएम सो एक्साइटेड ल हेर्नुहोस् त यो देशले यो पाराले हो भनेदेखि देश कहाँ पुग्छ आइएम चियरिङ अप चियर गरेको योग्यताले भरिएको बालेन सरकारको गतिमा हजुर गति मिलाएको महिलामा है हजुर त्यही गर्दैछु म यसको परिणाम चाहिँ सरकारले पछि भोग्नुपर्छ ठिक छ गति त ठिक छ तर गतिसँगै मति पनि मिलेको जस्तो देखिन्छ त विचार गर्नुहोस् त्यो चाहिँ नि अलिकति तारतम्य नमिलेको हो कि जस्तो ठिक छ गति हुनु ठिक छ तर मति के भने बहुमत छँदै थियो अलरेडी राष्ट्रपाले चाहिँ समर्थन गर्छु भनेकै थियो राष्ट्रिय प्रजातन्त्र पार्टीले परिवर्तन समर्थन गर्छु भनेकै थियो भनेपछि अध्यादेशको बाटो जानुपर्ने वा पुरानाहरूले गरे मैले पनि गर्नुपर्छ भन्ने हो भनेदेखि त भइगयो बाबुको तारतम्य बाबुको कुरो बाबुको चाहिने तरिका मिलेन भनेर भिन्न हुनु र काम चाहिँ त्यही बाबुले जे गरेका थियो त्यही गरेर त्यो सम्पत्ति सिद्ध्याउने हो भनेदेखि त्यो भिन्न हुनुको केही पनि अर्थ छैन त्यो पावर हुनुको केही पनि अर्थ छैन त्यसैले दुईचोटि संसद अधिवेशनलाई खारेज गरेर 24 घण्टाभित्रमा त्यसपछि अध्यादेश ल्याएर सारा कुरा गर्नु यस्तो गर्नु उस्तो मेरो पैसा लुटियो म भिक्टिम भएँ अब मैसँग ट्याक्स उठाएर सरकारले मलाई नै सहकारीको पैसा तिर्छ रे साधुलाई सुली चोरलाई चौतारी अब देश बिग्रिया थियो खत्तम थियो भन्ने जुन भाष्य बनाएर यो भदोरे गण्ड्याङ गुण्डुङ र चाहिँ नि यो भण्डार खाल भयो त्यसलाई पनि विचार गर्नुहोस् न तपाईकै आफ्नै अर्थमन्त्रीले गालामा स्ल्याब त दिइसके देश 10 वर्षभित्रमा खत्तम भएको रहेनछ भनेका छन् देशको कुनै पनि आर्थिक सामाजिक मानकमा देश तल गएको छैन ती सबै कुराहरू हेर्दाखेरि त्यति साह्रो भएको रहेछ हो जनताले डेलिभरी पाएका थिएनन् जनतालाई डेलिभरी भएको थिएन आई क्यान एग्री विथ द्याट आई रियली एग्री विथ द्याट र जे भएको छ त्यो कुरामा आई एडमायर यु गाइज राम्रो गरेको छ त्यो कुरा तर त्यो भनेको क्रेडिट होइन सरकारले गर्नुपर्ने मिनिमम काम हो त्यो र त्यो तपाईले गर्नु भएको छ पहिलेकाले त्यो गरेका थिए नि तपाईले त्यो गर्नु भएको छ सल्युट सरकार चलाउने भनेको व्यवस्थापन मात्रै हो कि पारदर्शिता पनि हो व्यवस्थापन मात्रै गरेको छ र पारदर्शिता छैन भने जियाउल हकले गरेको शासनलाई हामी मान्ने त उले आफ्नो हिसाबले जे व्यवस्थापन गर्यो तर पारदर्शिता थिएन त्यसैले लडे मान्छेहरू प्रजातन्त्र आयो विभिन्न मुलुकमा प्रजातन्त्र आयो अब तपाईहरू
ली क्वान यूलाई चाहिँ एकदमै 36 वर्षसम्म चाहिँ नि ली क्वान यूका थिए, 36 वर्षमा बालन पनि थिए। त्यस्तो भने अब ली क्वान यूको वास्तवमा तपाईँले अहिले पढ्नु भएको छ कि हेर्नु भएको छ कि छैन, उनको आइडियल मोडल सहर भनेको कलकत्ता थियो उनको इन्डिपेन्डेन्स हुँदाखेरि। अब हेर्नुहोस् कोलकाता अहिले कहाँ छ र सिङ्गापुर। कोलकाता भत्किँदाखेरि बिग्रिँदाखेरि अब विकसित हुँदाखेरि मारामार काटाकाट यो सबै हुँदाखेरि ली क्वान यूले आफ्नो आस्थाप्रति म गलत रहेछु भन्नु परेको परेन। त्यसैले व्यवस्थापन एउटा कुरो हो र पारदर्शिता अर्को कुरो। सबै राम्रै कुरा गर्नु पर्यो। सुकुम्बासीहरू हेर्नुहोस् त, आहा कस्तो राम्रो भएको छ, पुरा काठमाडौँ खाली भएको छ, पशुपति हेर्न पाएको छ। मान्छेको लागि हुनु पर्यो वरिपरि कोही कसैले घर बनाएर टरा बनाएर बस्छ। तिनीहरूले बगाएको आँसुहरू हेर्नुहोस् त, ती मान्छेहरूले रोएको कुराहरू त्यतै हो। त्यो व्यवस्थापन पहिले गर्ने हो कि तिनीलाई विस्थापन गर्ने हो, त्यो तपाईँहरूले सोच्नु पर्यो। तपाईँहरूको सोच प्रगतिशील सोच त्यही होला भनेदेखि मलाई केही भन्नु छैन। नभएदेखि हो त्यो जग्गा खाली हुनु पर्थ्यो। पहिलेका मान्छेहरू तपाईँहरूले पनि अहिले पनि देखेँ डोजर चल्दै गर्दाखेरि मैले देखेको सबै घरमा निलो झन्डा थियो र सबै रोइरहेका थिए। हामीलाई भोट दिएको 1 महिनाभित्रैमै चाहिँ नि बालनले हामीलाई बेघरबार गर्यो भने। नभए हेर्नुहोस् यी मान्छेहरूको रुवावासीहरू हेर्नुहोस्। भन्नुको मतलब के भने ती सबै मान्छेलाई एउटा गलत प्रमिस दिएर आफ्नै पार्टीका मान्छेहरू को सुकुम्बासी सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गर्ने सत्तारूढ दल राजसभाका सांसदहरू 1 सुरेश कुमार चौधरी, श्री केपी खनाल, पहिला 3 भरत पराजुली, 4 सागर ढकाल, गुल्मीबाद 5 जगत प्रसाद जोशी, पहिला 6 प्रशान्त उप्रेती, 7 शम्भु प्रसाद ढकाल, झापा 8 खडकराज पौडेल गणेश हुकुमबासी छन्। ती सबैलाई कानुनको दायरामा कसरी ल्याउनु छ, कसरी राहत पुर्याउनु हुन्छ। यहाँ पनि छ अमेरिकामा आफ्नो शिक्षाले मान्छे जान्न वर्षन छ। भर्खर नेपाली पनि चाहिँ सङ्घर्षसँग मरेकी छन्। दुःखदायी कुरो छ, तर त्यसको निराकरण कसरी गर्ने हो त्यसको लागि पहिले व्यवस्थापन हुनु पर्थ्यो कि विस्थापन हुनु पर्थ्यो। अब कुरा त कहाँसम्म हो मलाई थाहा छैन, तपाईँहरूलाई तपाईँहरूलाई थाहा होला। तर के भने हेर्नुहोस्, जब तपाईँहरूका आफ्ना मान्छेहरूको घरमा धमाधम चाहिँ नि डोजर चल्न थाल्ने अवस्था भयो, किनभने उनीहरू पनि सुकुम्बासी उनीहरूको जग्गा छैन, लाल पूर्जा छैन भनेर चाहिँ जब र अब चाहिँ यति मान्छेको लगत राखेर त्यही कुरा 10 दिन अगाडि राख्नु भएदेखि के हो अनि हेर्नुहोस्, सिंहदरबार जल्दा, संसद भवन जल्दा त्यत्रै मान्छेहरूलाई भ्रममा पारेर ती बच्चाहरूलाई भदोरे गडाङगुडुङमा चाहिँ अगाडि सार्न मार्न लगाउँदा डिस्कोर्डको खबर नलिने, त्यो शुद्ध नपरेको मान्छेको खबर नलिने सेनाले सुकुम्बासी बस्तीमा गएर सेनालाई बन्दुक लिएर उभिएको छ। खबरदार यी छाप्रेहरू सरकार विरुद्ध तिमीहरूले चाहिँ नेपाली हामी रहोला कहाँ, नेपालै नरहे, नेपालै नरहे। आवाज ठिक छ, त्यो पनि तपाईँको कानुन तरिका हो। नथिङ से गर्नु तर विचार मानवीयता जहिले पनि
माथि हुनुपर्छ। गरिबेको गीत समय गाएर त्यो युट्युबबाट नि तपाईँ हटाइदिनुहोस्, माकसम हटाइदिनुहोस्, त्यो कामै छैन कोही छैन भनेर होइन। व्यवस्थापन गरेर मलाई त रुनै मन लाग्छ हौ देख्दा। म त रुन्न, तपाईको कर्तव्य हो र गीत त्यो हो भने म त रुन्न। मलाई रुन बरु मन लाग्छ यो अर्को मानवीय कथाले। कोसी स्थित एक ग्रामीण बैंक के सामने हेर्नुस्, जो हुआ वो अविश्वसनीय है। उडिसामा त्यानाली गांव जीतू में रहने वाले जीतू मुंडा मान्छे जितेको, जितुको कथा कसरी जिन्दगीमा हारेको छ। व्यवस्था 20,000 रुपए निकालने के लिए सिस्टमले कसरी चाहिँ मान्छेलाई लेकिन उनकी बहन कलरा मुंडा पेल्छ अब इस र दुनिया सिस्टममा बस्ने मान्छेहरूले त्यो कुरा नहेरिदिने हो भनेदेखि मान्छे कसरी पेलिन्छन् त्यसको प्रत्यक्ष उदाहरण हो। बावजूद बैंक का जवाब था अकाउंट होल्डर को साथ लेकर दिदीले केही पैसा जम्मा गरेकी थिए, बिचरा ऊ मरि। मृत इंसान को यसो देख्यो बैंकमा मेरो पैसा छ, उसको ऋण लागेको थियो, बैंकमा हत्या गयो, के सबूत पैसा देऊ न भनेर भन्यो। सिस्टम नहीं पिघला और यहीं से मान्छे चाहिन्छ ये भनेर। कहानी बन गई। मान्छे त मरिसक्यो भनेको थाहा छैन, त्यो मान्छे जसरी गरी चाहिन्छ त्यसको चाहिँ कागज चाहिन्छ भने कसरी के गर्छ। अपनी बहन 2 महिना 3 महिना धायो, गर्यो, यता गर्यो, उता गर्यो, के पनि भएन। सीधे बैंक के सामने लेकर पहुंच गए। जी हाँ, मौत अल्टिमेटली उसले के जे बुद्धिले देख्यो त्यही गर्यो, भाई को ये गयो, चिहान खन्यो ये दृश्य देखकर वहां मौजूद बहिनीको, सन्नाटा, दिदीको चारों तरफ हैरानी, डर और गुस्से का नरकंकाल उठायो। सूचना मिलते ही 3 किलोमिटरको यात्रा गरेर बैंक पुग्यो। बैंक अधिकारियों से बातचीत के बाद नरकंकाल लिएर तहत पैसे देने का आश्वासन दिया र गया। बैंकको हाकिमलाई सबसे बड़ा कि सवाल मैले प्रमाण ल्याएको छु, कागजों तक सीमित मैले प्रमाण ल्याएको छु। क्या नियम इंसान प्रभु, से बड़े हो गए हैं? मेरो 19-20 रुपियाँ कति मेरो दिदीले राखेको त्यो लोग आज भी नियमों को समझ नहीं पाते। यिनै मर्दाखेरि, यिनै बिरामी हुँदाखेरि परेको त्यो मलाई लागेको ऋण सदा हुन्छ प्रभु, ये मलाई सिर्फ देऊ एक घटना नहीं भनेपछि मान्छेहरू ये एक चेतावनी तब मात्रै मान्छेको आँखा खुल्यो, बैंकको मान्छेको आँखा खुल्यो। वाट वी हेभ बीन डुइङ सो फार। आप 3-4 क्या सोचते हैं? महिनापछि क्या ये न्याय है? हेर्नुहोस् त, जीतू मुंडा नाम का यह व्यक्ति मानवता शर्मसार भएको यो चाहिँ नरकंकाल निकाल कंधे पे लाद के बैंक जा रहा है पैसे यो निकाल। कृत्य ये वीडियो देखने के बाद दिल दहल गया, सबै उठे, सबै जागे। और हम त्यसपछि सोचने सबको आँखा खुल्यो, कि इस समय क्या मरेको मान्छेले सबलाई बचायो। या नहीं। उड़ीसा की दीदी, घटना है, ये आदमी पुलिस बैंक जाता है अपने पैसे निकालने। ओहो, यो त हुँदैन, लगेर गाडो, हामी त्यो पैसा मिलाइदिन्छौँ, लगेर गाडो, यो त अन्याय फिर ये भयो। आदमी बताता है कि मेरी बहन त तकरीबन त्यो अवस्था नआओस्, बैंक वाले इसकी बात पे भरोसा नहीं करते। त्यो ये अवस्था बार-बार बैंक नआओस्। जाता है, बार-बार बोलता है कि हामी मेरी बहन मर चुकी है, मुझे 20,000 रुपए ह्युम्यान निकालने हैं, हिसाबले निकालने दो। बैंक सिभिल के सोसाइटी बार मना करते हैं, कहते हैं कि शान्तिसँग अगर तुम्हारी बहन मर चुकी है, बस्न चाहन्छु। तो डेथ सर्टिफिकेट लाओ, प्रूफ करो कि तुम्हारी बहन मर चुकी है। अब एक गरीब आदमी, अनपढ़ आदमी, जिसको जीतू मुंडा नाम का यह व्यक्ति कब्र खोद के अपनी ही बहन का नरकंकाल निकाल कंधे पे लाद के बैंक जा रहा है पैसे निकालने के लिए। ये वीडियो देखने के बाद दिल दहल गया, रोंगटे खड़े हो गए और हम सोचने पर मजबूर हो गए कि इस समय क्या कोई इंसानियत और मानवता नाम की चीज बची भी है या नहीं। उड़ीसा की ये घटना है, ये आदमी बैंक जाता है अपने पैसे निकालने के लिए। बैंक वाले कहते हैं कि तुम जिसके अकाउंट से पैसे निकालना चाहते हो उसे लेके आओ। फिर ये आदमी बताता है कि मेरी बहन तकरीबन 2 महीने पहले मर चुकी है। बैंक वाले इसकी बात पे भरोसा नहीं करते। ये बार-बार बैंक जाता है, बार-बार बोलता है कि मेरी बहन मर चुकी है, मुझे 20,000 रुपए निकालने हैं, प्लीज निकालने दो। बैंक के कर्मचारी हर बार मना करते हैं, कहते हैं कि अगर तुम्हारी बहन मर चुकी है तो डेथ सर्टिफिकेट लाओ, प्रूफ करो कि तुम्हारी बहन मर चुकी है। अब एक गरीब आदमी, अनपढ़ आदमी, जिसको कुछ भी नहीं पता, उसे ये भी नहीं पता कि मरने के बाद क्या डेथ सर्टिफिकेट बनवाया जाता है और डेथ सर्टिफिकेट बनवाने का पूरा प्रोसेस क्या होता है, उसे कुछ भी नहीं पता। मजबूरी में अपनी बहन को 2 महीने पहले जिस कब्र में दफनाया होता है, उस कब्र से अपनी बहन का नरकंकाल निकालता है, कंधे पे लादता है और बैंक को मरिगला पैसाटा म ओडिया बेचिकिन आइगल मरिगला म पैसाटा ओडिया बेचिते पैसाटा नेबे आइगल कर देबिन गले ताको देखिन नि आए घर
बुझा कौन है घटना